होइन अनि कता यहाँ दाइले हाम्रो दिदी गरेको अनि सबैले दिदी बहिनी काली काली चाहिँ मलाई चाहिँ मन पर्यो म लाउरे फेरि गरौ न गरौ हाकिम तपाईँ जस्तै भए मन पराउँथेँ म गोरी न गोरी भए म मन पराउँथेँ म लाउरे एकदमको हाकिम गरौ न गरौ छु ऊ छ काली हेटेरिका यता सुन्नु अनि सानी चाहिँ काली काली छ ल मन त यता फर्काउँछ म ल भयो भन्दिनँ अब नाइ त भन्नु न बा आमै कस्तो मिठो गफ भयो बा आमाको आमा नि आइपुग्नु बाह्र फेरि अनि त्यहाँबाट घर ल्याएँ ए बे गर्नु हो जबरजस्ती मिलाएर ल्याएँ अब घर यही आमालाई ल्याएँ अनि छिपिएकै कति वर्ष हुन्थ्यो आमा बे गर्दा अनि अलिअलि छिपिएकै थियो हाँसेर कुरा गर्नु के गरेको केही गर्दैन साथीभाइ हाम्रै नाति 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 नातिना चरा लौ तर त्यति बेला नि तपाईँलाई साँचेर आएरै बे गरे हो रह नि है एकदम त्यतिखेर मेरो आमा है यो जन्मिँदाखेरि 12 वर्षकै थिएँ म अनि यसलाई हेर्न लगी दिदीले 2 वर्ष 1.5 वर्ष म यसलाई हेरेर बसेँ अब नि त म पटिका कुरा सकियो ल अब यसलाई हेरेर बसेँ 2 वर्ष बसेँ यसलाई हेरेर गर्नु अहिले छोराहरू चिन्दैन चिन्दैन चिन्छन् कहाँ चिन्ने यहाँ गहिरो गहिरो कुरा छ हाम्रो दाइ अब 90 वर्ष मान्छे भनेदेखि अब केलाई कुरा गर्नु जाडो भयो मलाई किन अब गोरी गोरी विचार गरेर यहाँ भेट्टायो तपाईँहरूलाई गोरी न गोरी चुप लाग मैले के भने रिसाजको कुरा रिसाउनुहुन्न के आमा मैले के भने केही भन्नुभयो गोरी न गोरी चट्ट परेका हेर्न कति दुई केटा केही केटा नराम्रो आर्मीलाई चाहिँ हेर्नु परेको छ भरे सबैलाई हेर्नु पर्यो तर होइन क्या हेर्नु बा त्यस्तै मतलब आमा त्यस्तै फुर्तिली बा त्यस्तै यसो हेर्छु कि म हामी त्यतिखेरसम्म